विपद व्यवस्थापन सम्बन्धी 3 दिवसीय तालिम इलाममा सुरु भएको छ। नवजागृति महिला समूहको आयोजनामा इलाम नगरपालिका 4मा सोमबारदेखि तालिम सुरु भएको हो। विपद व्यवस्थापन सम्बन्धी नागरिकलाई जानकारी गराई विपद पूर्व तयारीमा रहन सचेत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको नवजागृति महिला समूहकी अध्यक्ष रोसु बानियाले बताउनु भएको छ। यो विपदको कार्यक्रम चाहिँ तपाईहरुले छोटो समयमा दिँदै गर्दाखेरि पनि हामीले विपदमा घर परिवारमा र समाजमा टोलमा हामीले सानो सानो विपदमा पनि नआत्तिकन कसरी चाहिँ हामीले विपदलाई न्यूनीकरण गर्न सक्छौं भन्ने उद्देश्य लिएको छौं। तालिमको उद्घाटन इलाम नगरपालिका 4का वडा अध्यक्ष नुतनदेव दुलालको प्रमुख आतिथ्यता र नवजागृति महिला समूहकी अध्यक्ष रोसु बानियाको अध्यक्षतामा भएको थियो। इलाम नगरपालिका 4का वडा अध्यक्ष नुतनदेव दुलालले तालिमबाट विपद न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्नका लागि तालिमले सहयोग पुर्याउने उहाँको भनाइ छ। विभिन्न क्षेत्रका महानुभावहरूलाई केही न केही ज्ञान दियो, केही न केही सिप दियो, केही न केही टेक्निकहरू दियो भने भोलि त्यसले चाहिँ जोखिम हुनबाट केही न केही सावधानी अपनाएर चाहिँ क्षतिको न्यूनीकरण गर्नमा सहयोग पुग्छ भन्ने उद्देश्यले आज यो कार्यक्रम आयोजना गरिएको छ। यसमा सहयात्रा नेपाल, त्यस्तै गरेर चाहिँ हाम्रो नवजागृति महिला समूहको अध्यक्षज्यू स्वयं हुनुहुन्छ हाम्रो रोसुजी, त्यसले उहाँहरूले गर्नुभएको सहयोगप्रति वडा कार्यालयको तर्फबाट हार्दिक धन्यवाद दिँदै उद्घाटन कार्यक्रममा सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी शिवा, इलाम नगरपालिका 4का वडा सदस्यहरू पारसमणि काफ्ले, सूर्यमाया राई, वडा सचिव रामचन्द्र नेपाल, चेतनशील महिला समूहकी अध्यक्ष यमुना देवान लगायतको उपस्थिति रहेको थियो। तालिममा इलाम नगरपालिका 4का स्थानीयवासी, टोल विकास संस्थाका प्रतिनिधि, विपदमा परेका समुदायका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विद्यालयका सम्बन्धित विषयका शिक्षक, विपद व्यवस्थापन समितिका गरी 40 जना सहभागी भएका छन्। टेवा काठमाडौँको आर्थिक सहयोग, सहयात्रा नेपाल इलाम र इलाम नगरपालिका 4को समन्वयमा तालिम सञ्चालन भइरहेको छ। तालिमको सहजीकरण सशस्त्र प्रहरी बल इलाम श्री अन्तु गुल्मका प्रमुख केशवराज प्याकुरेलले गरिरहनु भएको छ।